हेलो गुड मर्निङ सबै साथीहरूलाई गुड मर्निङ। नयाँ वर्षको धेरै धेरै शुभकामना छ। ढिलै भए तापनि होइन 2-4 दिन त गइसकेको तर यो महिनाभरि चाहिँ दिँदा हुन्छ ल। 2083 सालको सबैलाई शुभकामना छ। मेरो नाम चाहिँ अम्बर मगर, हाल मलेसियाबाट है, मलेसियाबाट यसो हल्का हल्का भिडियो गर्दै गरेको है। घर चाहिँ मोरङ हो, मोरङ मधुमल्ला मेक्लाजुङ छ, त्यहाँ छ। अब यस्तो चट्ट आज त नयाँ वर्ष मनाउनु पर्यो होइन। तपाईँलाई म देखाउँछु ल। ए म्या 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 यस्तो भएपछि त सकिगयो नि ल। अब त पाक्न पनि लाग्यो है, लाग्यो पाक्न लाग्यो। यस्तो छ। रातो रातो भयो। ल एकछिन छोपिदिउँ है त। नमस्ते साथीहरू, नमस्ते। नयाँ वर्ष मनाउन लागेको अलिअलि है, नरिसाउनु होला सबैजना। यो भिडियो हेरेर मेरो घरको छिमेकीहरू, घर परिवारहरू यसो अब होइन नयाँ वर्षमा कहिलेकाहीँ त खानै पर्यो। चस्स पर यति एउटा छ, एउटा भने नि 1 गिलास। हिजो यो सानो भुन्टे ल्याएको थियो, के गर्ने आज खानको ल्याएको, हिजो ल्याएको यति खाएर राखेको क्या आजको लागि। चट्टसँगले यस्तै छ। भरे बेलुका फेरि ड्युटी जानु छ है, गाह्रो छ, धेरै खानु हुँदैन। अलिकति खायो, अब यो फेरि भोलिलाई राख्नु पर्ला कि भोलि पर्सि खाउँला ल। हिमाल, पहाड, तराई, नेपाल, ह्याप्पी न्यु इयर। हेट कति मिठो यार। मिठो छ। मोरा लेगपिस खानु पर्दा मिठो लाग्दैन त। देब्रे हातले रक्सी उठाउने बानी, दाहिने हातले त थ्याथेर पो हुँदो रहेछ। है गरेको साथी छैन, अब एक्लै हो। अब एउटा साथी छ, मेरो साथी, ऊ रक्सी खाँदैन, सुध्रेको मगर पर्यो, म चाहिँ बिग्रेको मगर परेँ। शाबाश बेटा। म मात्रै हो रक्सी खाने, साथीहरू खाँदैन। तर मैले पनि कति दिन भयो नखाएको, 15 दिनमा एकचोटि खाएको। तातो तातो हो क्या। तातो हो।
आफै पकाउने आफै खाने काँक्रा ल्याउनु पर्यो भनेको त हिजो मार्केट गएको थियो स्वाट्टै बिर्सेछ क्या अब सकिएको नि अब छ्यो छ्यो डेले त हौ हत्तेरिका अब अलिकति छ यति छ खाइहाल्नु पर्यो यार के राख्ने यार हत्तेरिका नखाएपछि अलि लागोस् न हौ थोरै छिटो छिटो खायो यार फेरि भुँडी बटारेर फेरि उँभै आयो नि टेन्सनमा एकुरी हत्तेरिका बाख्ना त खतरा आउँछ त हौ अब आउने सेलेरीमा मात्रै यस्तो खाइन्छ अगाडि खाइँदैन लास्ट आजै हो नेपालको नयाँ वर्ष लाग्छ आफूलाई यहाँनिर यस्तो खानुपर्छ हत्तेरिका हामीलाई त यार बिहे हुनु भएन यही चाहियो बर्थडे हुनु भएन यही चाहियो बुढीसँग टेन्सन हुनु भएन यही चाहियो गर्लफ्रेन्डले टेन्सन गराए यही चाहियो इत्यादि कुरामा यही शान्ति गर्ने चिज त्यसका बाजे के कार्य हुन्छ यही चाहिन्छ हत्तेरिका अब बिहेमा यो छैन भने यस्तो छैन भने फल्नाको बिहे त राम्रो लागेन भन्छ यो र यस्तो चाहिँ हुनु पर्यो कि टन्नै हट मर्लेवाला हो जम जम रिंगटा बोला हट itu nahan yuk ल ल बाई बाई साथीहरू हैन अब यस्तै छ अलिकति न्यू इयर मनाएको अब यो अनि यो हल्का लेदर बेदर चाहिँ भातसँग खानु पर्यो के भातसँग भात खाएको छैन नि त त्यही भएर अब करेलाको तरकारी चाहिँ रुच्दैन अब यसो अलिकति भन्दा रुच्छ नि त नि त्यही भएर ल ल बाई बाई फेरि भेटौँला नेक्स्ट भिडियोमा सबैलाई नयाँ वर्षको शुभकामना लाइक सब्सक्राइब गरिदिनु होला यार कस्तो भाइरल मान्छेलाई मात्रै पछि जाने क्या सबैजना हामी जस्तो नयाँ नयाँलाई पनि यसो सपोर्ट गर्नु न हो यसो युट्युबमा आयो भने यसो हेरिदिनु सब्सक्राइब गरिदिनु लाइक गरिदिनु हेरिदिनु अलिअलि सपोर्ट गरिदिनु है त ओके बाई बाई Would like to take notes while I take totes of the